बाबु बाबु हजुर भन्नुहोस्। यता 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 हेर त। तिमी कहाँ आएको पहिला भन। पहिला कहाँ आएको? अहिले साँप छ है साँप। कहाँ आएको रे बाबु? घर आएको? यो घर हो तिम्रो? खै यस्तो राम्रो। हामी खेतमा आएको न, हाम्रो खेतमा। यो कसको खेत होला भनिदेऊ? तिम्रो खेत कुन होला भनिदेऊ? उता हो, यो हो। उता होइन, यता हेर न, यता हेर न। बाबु तिमी काम गर्न आएको होइन खेतमा? खै त काम गरेको तिमी गाडी लिएर आएको? खै त खेत जोत्न आएको होइन तिमी खेतमा? गाडीले खेत जोत्नु पर्दैन? पर्छ कि नै? खै त ल बाबुले काम गरेन है साथीहरू। हामी युरिया छर्न आएको खेतमा है। युरिया छर्न तोरीमा, तोरीहरू नै भुइँमा हराएर यस्तो भयो कि मैले युरिया छरिदिन्छु। त्यसपछि एक हप्तापछिको सिन तपाईँहरूलाई देखाउँछु है कस्तो हुने रहेछ युरिया छरेपछि। बाबुले गर्ने कि नै काम? यता हेर, तिमी कहाँ हिँड्न लगाएको? टिप्पर त उता बाटोमा छ, त्यहाँ छैन। उहाँ बाटोमा हिँड्ने टिप्पर उता, उहाँ बाटोमा मेन रोड छ त्यहाँ हिँड्नेछ। कता 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 भागेको हेर न, भागेको। ए मम्मीलाई एक्लै छोडेर जाने हो? कतिखेर? मम्मीलाई गुजीले लयो भने? भूतले लयो भने के गर्छौ? तिमी एक्लै जाने मम्मीलाई छोडेर? मम्मीलाई भूतले लग्यो भने के गर्ने? तिमी घर जान्छौ, खेतमा भूत आएर मम्मीलाई लैजान्छ, अनि तिमी एक्लै बस है। मम्मी चाहियो भने रुँदै रुँदै बस है। हो ऊ डग हेर त, डग यहाँ परालमा डग बसेको रहेछ। भागो 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 हेर त, कुकुर बसेको यहाँ परालमा, हाम्रो परालमा लुकेर। देख्यौ कस्तो डग बसेको? देख्यौ कि नै? तिमी एक्लै जान्छौ, डर लाग्दैन तिमीलाई? सनराइज छुन लाग्यो हेर्नु है साथीहरू, साँझको टाइम हो यो। बाई बाई बाई, खै बाई गरेको? बाई गर, बाई। जाऊ म यतैबाट मामा घर जान्छु। हस् म मामा घर जान्छु। कताबाट? मामा घर जान्छु।